जाडोमा चाहिँ रमाइलो हुन्छ त्यो ठन्डो 4 बजेको छ हामी जाँदैछौँ होइन साथीहरू जाडो छैन दामी दामी छ होइन 300 को यो ओरिजिनल हो कि यिनी चाहिँ चोरीको यहाँको माहौल एकदम अर्कै छ होइन साथीहरू रेटमा चाहिँ खासै फरक परेन चाहिँ 19-20 को मात्र फरक छ होइन ल्यापटपहरू हेलो साथीहरू नमस्ते अनि सन्चै हुनुहुन्छ होला म पनि तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु होइन अनि धेरै दिनपछि म चाहिँ एउटा भिडियो लिएर आइसकेको छु अनि आज हामी जाँदैछौँ टक्क लाएर दिल्ली चोर बजारमा होइन अब रातको कति बजेको 3 बजे सुबह के 3 बज चुका है हम अब निकलने वाले तो आपको पता चल चुका है कि हम कहाँ जाने वाला है फिर तो मिल्दै आगे भिडियो र साथीहरू हामी चाहिँ लागिसक्यौँ होइन टक्क लाएर होइन बिहानको 3 बजेको छ हामी चाहिँ चोर बजार हिँडिसकेको छु अब के हुन्छ हेरौँ फर्स्टचोटि जाँदैछौँ हामी होइन फर्स्ट टाइम होइन पहिलोचोटि जाँदैछौँ अब के हुन्छ हामी सबै नयाँ नयाँ छौँ होइन तर के हुन्छ हामीलाई थाहा छैन र त्यही हो भिडियोलाई लास्टसम्म हेर्ने इन्जोय गर्नुहोस् होइन त्यही हो रमाइलो हुन्छ बब्बाल हुन्छ बब्बाल अनि हाम्रो चाहिँ यहाँ टक्क ऱ्यापिडो बुक हुँदैछ होइन हामी चाहिँ नोइडादेखि जाँदैछौँ अब बिहानको 3 बजेको छ नोइडादेखि जाँदैछौँ हामी यिनीहरू 2 जना अनि मसित 3 जना होइन त्यही हो हामी ऱ्यापिडो बुक गर्दैछौँ अब के हुन्छ कस्तो हुन्छ ल फाइनली हाम्रो पनि आइसकेको छ होइन ऱ्यापिडो अटो टक्क अटोमा जाने हो 3 जना टक्क लाएर अच्छा यो त होइन चाहिँ केटाहरू यस्तो गाह्रो छ भर्खरै 1 मिनट भएको 1 मिनटमा आइसक्यो भन्दाखेरि टचमा परेको होइन रहेछ होइन यो हामीले गरेको चाहिँ होइन रहेछ हामी चाहिँ यो नोइडाको टी सेक्टर 18 बाट जाँदैछौँ है सेक्टर 18 बाट सट्ट लाएर होइन 3 जना फाइनली हाम्रो आइसक्यो अटो होइन यो चाहिँ हाम्रो यही हो होइन यही ऱ्यापिडो आइसक्यो होइन साथीहरू होइन अब चल्ते दिल्ली चोर बजार बिहानको 3 बजिसकेको छ होइन के कस्तो हुन्छ चाहिँ तपाईँहरूले हेर्दै गर्नु भिडियो चाहिँ अनि बाँकी चाहिँ यही हो अब चल्ने हामीले दिल्ली सर लाएर है ओहो यो जाडोमा साथीहरू ओहो यो जाडोमा चाहिँ रमाइलो हुन्छ त्यो ठन्डै मजा आएगा ना 3 घंटे बैठे सही है चलते अब हाँ ये लोग भी जा रहे होंगे शायद कहाँ से उत्तराखंड से बिहार बबुआ और उत्तराखंड भोजी है क्या पहाड़ी भाइ साथीहरू हेर्नुहोस् यस्तो छ क्या दिल्लीको मौसमहरू हेर्नुहोस् यहाँ ए देखि हेर्नु ल हेर्नुहोस् अरे फोन लिएर यस्तो छ हालत ल हेर्नुहोस् बिहानको 4 बजेको छ हामी जाँदैछौँ होइन टक्क लाएर बाटो केही देखिएन सुस्त हिँडेछौँ हामी होइन चाहिँ लोन्डे लोग यहाँ पे ठंड से खट और यहाँ पे आगे इतना ठंड है कि रास्ते दिखाई नहीं दे रहा है वही है बस इतना तगड़ी है कि यहाँ पे कोयर लग रहा है कि मतलब ठंड थोड़ा बहुत हो ना मौसम के हिसाब से लेकिन ठंड है हो जाए तो ठंड ऐसा बोल हाँ ठंड नहीं हो रहा है जाडो छैन साथीहरू जाडो छैन साथीहरू यहाँ 300 को एयरपोर्ट मिलिरहेको है 300 को टक्कै हेर्नुहोस् कस्तो दामी छ होइन 300 को यो हामी त करोड यो लाल किला पता नहीं के हो यो चोर बजार भन्छ होइन यहाँ चाहिँ आइसकेको छौँ टक्क लाएर होइन यहाँ चाहिँ राम्रो बबाल छ 300 का एयरपोर्टहरू मिलिरहेको छ कि तर ओरिजिनल हो कि यिनी चाहिँ चोरीको हो तर यिनीको चाहिँ डिस्काउन्ट यस्तो केही हुँदैन होइन अनि आफ्नो मतलब यहाँबाट लगेपछि चाहिँ केही त्यस्तो हुँदैन कि होइन मतलब आफैले जिम्मेवारी ल्याउनु पर्छ कि भइरहेको के भएन भनेर होइन ठिक छ सही है चलो 2 पैसे बेस चेक करो कंपनी कौन सा है बंद हो गया कितने का भाई बबाल छ है बबाल छ केटाहरू साथीहरू
200को हुडाहरू बाल छ ल हेर्न साथीहरू बबाल छ होइन 200को स्पोर्ट ज्याकेटहरू पनि चाहिने भए यहाँ छ है टक्क स्पोर्ट ज्याकेटहरू पनि हेर्दा हेर्नुहोस् यहाँको माहौल एकदम अर्कै छ होइन साथीहरू हामी त घुम्दा ठिक्क छ तर भिडियो गर्न पाउने रहन्छ यहाँ चाहिँ अनि भिडियो चाहिँ बनाउँदैछु मैले होइन यस्तो लुकी छुप्पी गरेर टक्क होइन भिडियो बनाउनु चाहिँ यस्तो अलाउ रहेनछ क्या पुरै चोर बजार जस्तो रहेछ नि त अनि त्यही भएर चाहिँ दिएर हिँड्छ कि दिने रहन्छ कि यो साथीहरू जाडोको लास्टै यस्तो ठगाएर हिँड्नु पर्दा यो पनि लिएको किनेको होइन साथीहरू गाह्रो छ यस भिडभाड चाहिँ लास्टै हुँदो रहेछ है ठिक छ केही छैन अब रमाइलो छ दिवस 3 बजे आएको अब बिहान 6 बज्न लागिसक्यो त्यही घुमिरहेको छु म चाहिँ टक्क लगाएर 300 रुपियाँको ज्याकेट हेर्नुहोस् अब दामी छ 400 मा दिएर हाम्रो उता मार्केटमा 400 पर्छ भने यहाँ 300 रुपियाँ मिल्छ ओहो 100 रुपियाँको माल ल है साथीहरू ओहो भिडभाड छ धेरै यहाँ चोरी हुने सम्भावना धेरै छ पुरा एनाउन्स गरिरहेको छ होइन चोरी भयो भने हाम्रो जिम्मेवारी छैन भनेर तर रमाइलो चाहिँ हुँदो रहेछ है होस् राति बिहान आउँदाखेरि यस्तो भिडभाड छ कि होइन साथीहरू कपडा चाहिँ दामी पाउँछ कि यार महँगो चाहिँ अलिकति छ यार ओरिजिनल कपडाहरूलाई महँगो रहेछ होइन डुप्लिकेटहरूलाई चाहिँ त्यस्तो छैन यो साथीहरू अँधेरो छ उज्यालो भएको छैन अझै ये अलग है यहाँ पे तो आए थे ना हम नहीं आए थे क्या खासै फरक परेन है साथीहरू लगेजलाई चाहिँ हामीले हेरेको होइन लगेजलाई खासै फरक परेन एउटै हो 18 मार्केटको उसमा र हुडी यार यस्तो दामी छ साथीहरू र हेर्नु न मागेको छ यार मैले उता कतिमा लिएको नि यार हाँ यार सही में यार कसम से करा वहाँ से तो मेरे को तो बहुत बढ़िया लग रहा है यार क्या देख रहे हो तुम हाँ शर्ट ठंडी में लगाने के लिए शर्ट ले आ रहे हो ये क्या देख रहे हो क्या ये हाँ चेंज दिखाओ ना नहीं वो तो धोएंगे तो अभी पड़ा ऐसे होता है नहीं डोंट लाइक ये काला वाला गुड देखना ये वो वाइट रस्सी वाला जो पहले उठाया था हाँ खोलिए आपको लेना ही नहीं है ना उसमें वाइट भी है भैया बहुत बढ़िया है बड़ा है इसमें वाइट भी है देखो इसका पिछले ये तो बड़ा है थोड़ा ये बड़ा नहीं है साइज में आप पहन के देख सकते हो उड़ी को छोटी थोड़ा पहनते हैं भैया ये उल्टा कर रहा है क्या ये डिजाइन हाँ सारे में इसका नीचे पीस भी बड़ा वाइट कैसा है ना बेकार है कपड़े तो मोटा है पकड़ो फोल्ड कर लो हाँ देखो ना कितने का 300 का भाई इधर ये है ना इधर 32-34 है इधर ये 32 इधर को जाओगे 36 है अभी मैंने कमर देखी ये रात है ना भाई यहाँ से कमर पता चल जाएगा आपको यार इधर 32 हाँ जैसे उसके पास है तुम्हारा क्या पता चीता नहीं था चीता कौन है हिमाल के पास हाँ जैपनीज में बेल बॉटम जैपनीज है भाई दुकान में जाओगे 800 व्हाइट मत ले जाओ बाकी सारे ले जाओ है व्हाइट मेरे को व्हाइट ब्लैक है ऐसे जैपनीज में मुझे ऐसे कलर दिखाओ ना व्हाइट हाँ जैपनीज व्हाइट ये पड़ेगा ये ये ज़्यादा व्हाइट नहीं ऐसी वाले में ग्रे कलर ये ऐसे वाले ग्रे कलर में यार अभी कलर पता नहीं चला क्या ये लो कपड़े पकड़ो तुम खो जाएंगे फिर मुझे मत बोलना अरे बांधो तो सही इसको अरे मैं कैसे बांधूं इधर लाओ बांध दो यार इसको गिर सकता है एक में ही डालो इसको एक ये कलर चेंज तो नहीं होगा अरे यार 800 ना 900 रुपये भाई 3 बजे आएको उजेलो भइसक्यो ल साथीहरू हिस्ट्री चेक करो हिस्ट्री खाली पाउँ उजेलो भइसक्यो साथीहरू उजेलो भइसक्यो हामी आएको छ यहाँ होइन पवन सिंह ए
यत्रो सपिङ गरिरह यता छ यहाँ अनि यता ब्यागमा यो पवन सपिङ पनि बोर्ड गरियो सस्तो सस्तो मस्तो तर मार्केट चाहिँ बहुत ठुलो छ है साथीहरू यहाँ चाहिँ जति पनि आउनुहुन्छ तपाईँहरू होइन मार्केट बहुत ठुलो छ होइन ठुलो रहेछ म पनि फर्स्ट टाइम आएको थिएँ होइन साथीहरू त्यो जटाएर पनि पुरै मार्केट छ होइन यता मार्केट हो माइ गॉड हामी त एउटा कुनामा आछौँ भने उता अगाडि त पुरा छ हाँ ये नहीं चाहिए ये वाला नहीं चाहिए तुम्हें जो बोला था वो तो किया ही नहीं साथीहरू अब त्यही हो होइन हामी त मार्केट सार्केट गरियो या भन्टाङहरू पनि समात्यो होइन ठिकै छ अनि यस्तै चाहिँ हाम्रो चाहिँ यो बजार घुम्दा ठिकै छ अब उजेलो भइसक्यो कि अब त्यही हो हाम्रो लास्ट पनि हुँदैछ अनि त्यही हो रमाइलो छ अब आउनु होला तपाईँहरू पनि तर हामीलाई चाहिँ रेटमा चाहिँ खासै फरक परेन चाहिँ 19-20 को मात्र फरक छ होइन बाँकी चाहिँ होइन 19-20 मतलब कि वहाँ नोएडा सेक्टर 18 अलि फरक छ 19-20 को मात्र फरक छ नत्र केही फरक छैन है साथीहरू ठंडियों में सही तो है ले लो ना 350 टिब्बट मार्केट लागेको छ होइन टिब्बट मार्केटमा आउनु होला टिब्बट मार्केट पप्पा लागेको रहेछ होइन अहिले चाहिँ बन्द रहेछ होइन कतिखेर खुल्छ गेट सेट लगाएको रहेछ कतिखेर खुल्छ भन्ने थाहा छैन होइन मान्छन् हेर्नु त साथीहरू यहाँ के हो के यस्तो भन्टाङ ल्यापटपहरू हेर्नुहोस् कस्ता सामानहरू बेच्न राखेको छन् यार यहाँ त यार हेर त साथीहरू के हो यस्तो सामान यार बजाउनु पर्छ त यार है सामान यस्तो सामान क्या बेच्न रहा है यार मेरे को समझ नहीं आया यार चलो इधर वापस पता किधर वापस सामानहरू के राखेको यार यस्तो म त अचम्म पर्छ यार हाँ देखो क्या दिक्कत आ रहा है देखो ये वाला सही नहीं लग रहा कलर ये वाला ये बढ़िया लग रहा है कलर चलो कर दो नहीं तो ये सेम हो जाएगा ना फिर दो फिर ये दोनों कर दो हाँ साइज कौन सा है ये अच्छा पैसे इससे क्या है ना कहाँ हैं खत्म हो गया सारे अरे क्या बात कर रहा है पैसे कब गुल हो गए 1000 रुपये एक्स्ट्रा हो बोतलहरू पनि यस्तो बेच्न राख्ने ओ माई गॉड के हो यार इसको जीन्स पसंद आ गया यार म त अचम्मै पर्छु त यार ये सबसे महंगा वाला कौन सा आग में है हाँ? 40,000 का कौन सा ये तीनों जो लाइन से है ना ये लंबा वाला हमारे वहाँ होटल में 40,000 का 3 बोतल हाँ एक बोतल है 3 बोतल है एक बोतल 40,000 का हाँ जो एक बोतल 40,000 को अरे लगेर केटा आयो ये तो सस्ती देंगे जब बनी तर यो चाहिँ बोतल मात्र हो होइन तर यसको चाहिँ भित्रको छ नि बोतल है बस खाली हो तर चाहिँ हाम्रो होटलमा पनि छ हामीले काम गर्ने होटलमा पनि तर 40,000 पर्छ अरे के तर मलाई थाहा थिएन कि हट यस्तो महँगो रक्सी खाएर कि अनि नेपाली त कति पर्छ केटा हो 64 नेपाली त 64,000 पढेको यार ओके रोडमा किताब छ सोरुममा जुत्ता छ अब के हो भन्ने यस्तै छ सिधै आयो 1 बजे छुट्टी भयो थियो होइन साथीहरू 1 बजे छुट्टी भयो थियो अनि सिधै पैसा 1 रुपियाँ थिएन अनि सबैले हालिदिएको अनि अहिले रुममा गएर चाहिँ टक्क दिने होला है त्यही हो ल लालकिल्लाबाट निस्कियो होइन लालकिल्ला भन्छन् कि थाहा छैन मलाई चाहिँ लालकिल्ला अरे सामान सारा है ना मार्केट करके आऊँ मैं
माय गॉड ऐसे क्या लग रहा है? अट्टा बहुत टाइम है अट्टा पहुंचने में। 1 घंटा तो है। तो 1 घंटा बाद मेट्रो में हमने वो नेपाल जाने बस साथीहरू ल हेर्नुहोस् नेपाल ये हो ये देखो नेपाल जाने का बस है यार अबे क्या बात कर इंडिया में नेपाल का बस कहाँ क्या करेगा? नेपाल जाने का बस नहीं नहीं बिहार जाने का बस है हाँ, बिहार जाने का हो सकता है। 3 बजे आएको कति भयो 8 बन्न लाग्यो 7:45 भयो भनेपछि त धेरै टाइम लाग्यो नि साथीहरू यार यस्तो तर यस्तो मेट्रो यहाँ यस्तो सुविधा हो कि हाम्रो नेपालमा कहिले हुने भनेको के बाबा हाम्रो यस्तो ल्याउँछन् कि टिकटहरू मेट्रोमा टक्क होइन तर यहाँ चाहिँ हाम्रो नेपालमा माटो पनि कहिले हुने कि यस्तो सुविधामा यहाँ सला के भन्ने यार 3 टिकट का 96 एक टिकट पर अरे एक बाउले 32 रुपियाँ है ओके 32 रुपियाँ होइन नोइडाको लागि जाँदैछौँ हामी चट्टा लाएर स्क्यानर किधर है यस्तो हो क्या धक्कै यस्तो ठ्याक्कै स्क्यानर हो ए चाउरी बजार छिटो जल्दी आओ यार जल्दी आओ यार तुम लोग यार इतना देर कर रहे हो यार ये मैं तो परे आएर ओए 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 सर अबे रुको कहाँ पहुँचोगे तुम पैदल ही जाओगे क्या ये बन्दा अलग ही है अलग ही बंदे यार कहाँ जा रहे हो किस लिए जा रहे हो भक्ति गर्नुपर्छ होला सोना भी यार ड्यूटी भी आना है राति हिजो राति ठक्क 1 बजे छुट्टी भयो होइन साथीहरू 1 बजे छुट्टी भयो अनि 2 बजे तक बस्यो रुममा अनि 3 बजीतिर हिँडेको अनि त्यही हो क्या यस्तो भयो कि होइन 1 बजीसम्म ड्युटी गरिरह्यो अनि 2 बजीतिर 2 बजीसम्म बस्यो रुममा अनि 3 बजे फेरि हिँड्यो क्या हामी त्यस्तो कन्टिन्यू हिँडिसक्यो क्या अनि यस्तो हो कि होइन हामी चाहिँ अब यताउता हिँड्न काम गर्दा थाकेको हुन्छ होइन फेरि आउँदाखेरि चाहिँ अनि छुट्टेकै छैन क्या अनि यिनीहरूको त अझै बिहानको अहिले कति बज्यो अहिले 8 बज्यो होइन 11 बजे ड्युटी छ यिनीहरूको चाहिँ मेरो चाहिँ 2-2:30 बजे छ होइन मार्केटिङ कैसा हो गया 1 नम्बर ओके और यस्तो छ कि होइन यहाँ इन्डियामा चाहिँ यस्तो सर हेर्नु मेट्रोको उसके पुरै होइन हाम्रो नेपालमा कहिले हुने होला कि यस्तो भनेको कि म त अचम्म पर्छ हाम्रो केपीबा यस्तो गराइदिनु पऱ्यो क्या हामीलाई पनि अरू ठाउँमा नआए पनि सिटी माटर काठमाडौँ पोखरा त्यहाँदेखि बुटोल रूपन्देही नेपालगञ्जतिर त ठाउँमा गराइदिनु पऱ्यो कि पता नहीं हमें भी चाँदनी चौक हमारे भी नक्शा देखो यार हमें भी तो पता नहीं कहाँ से जाना है वहाँ से उस साइड में हाँ हमारे किधर से विश्वविद्यालय वाले पकड़ना या दूसरी वाले पकड़ना या मस्जिद ये समय बदलपुर की ओर पकड़ना बदलपुर पकड़ना या विश्वविद्यालय आएगी उधर 2 ट्रेन में उड़ाउला चाहिँ गर्छ त आवाज त साथी हो कितना तेज हवा आ रहा है यार बंडे का देखो रुमाल हिल रहा है ये देखो वाह कति लामो कति डिब्बाको आयो यार यो कितना डिब्बा का आ गए बहुत लम्बा है यार ये तो साथीहरू हामीलाई यस्तै चाहियो के यस्तै चाहियो नेपालमा यस्तै चाहियो केपी बुढो यस्तै चाहियो हामीलाई नेपालमा यो चाहिँ राजीव चौक है राजीव चौक मेट्रो स्टेसन हो होइन बिहान भएर यत्रो भिड चाहिँ छैन होइन बिहानमा भएर नत्र यहाँ दिउँसो भने त फेरि यस्तो भिड हुन्छ नि मायाको समय होइन राख्ने खुट्टा राख्ने ठाउँ पनि हुन्न कि यहाँ दिउँसोमा आउने हुन्छ है कि नहीं यो कितनी देर में आएगा मेट्रो 2 मिनट में 2 मिनट ठीक है और ड्राइवर कौन रहेगा तुलाराम बुढ़ा तो की हाँ सेकंड ड्राइवर दिस इज कौन हो हाँ सूर्य बहादुर सूर्य बहादुर तो गाँव जा रखा है
तो क्या बैटरी नहीं चला सकता? अच्छा ठीक है फिर ओके बक्सरी बंद कर अब यतिको चाहियो क्या हाम्रो नेपालमा पनि यार के हो र अब जो पनि आउँदैछ हाम्रो चुनावपछि होइन यतिको चाहिँ सर्र चाहियो के हाम्रो नेपालमा पनि कसम हाम्रो टोङ्ग्रे नेताहरूमा चिन्ने काम छैन कि लाइट जला राखेर अभी मेट्रो सर अब भित्र गएर हामी गइन्छ है साथीहरू अहिले मिल्छ हामी एकको भेट भइरहेको छ आम्ने सामने होइन सट्ट लाएर दुई भाइको पल्लो मेट्रो यता चाहिँ हाम्रो यताको मेट्रो यति बिहान बिहान पनि यस्तो प्याक हुन्छ कि मेट्रो यार नयाँ कसम कति हिँडेको मान्छेहरू यार समझमा आउँदैन ल हेर्नु साथीहरू यस्तो कुहिरो छ कि होइन केही देखिन्न कि यतातिर हेर्नुहोस् यस्तो कुहिरो लागिरहेको छ यस्तो कुहिरो लाग्छ होइन केही देखिएको छैन कि यस्तो नजिक पनि यस्तो केही देखेको छैन ल हेर्नुहोस् यस्तो टगडा कुहिरो लागिरहेको इस पे मत करो ल साथीहरू हामीले चाहिँ होइन लास्टमा फाइनली हामी नोएडा आइसकेको छौँ अनि हाम्रो चाहिँ सामानहरू हामीले के किनेको आफूले छुट्याइसकेको छौँ र हामी चाहिँ आफ्नो रुम जाँदैछौँ होइन यिनीहरू चाहिँ यहीँ बस्छन् मेरो रुम चाहिँ अलिक टाढा छ लगभग अब 20 मिनट जति लाग्छ अटोमा त्यही हो साथीहरू होइन आइसक्यौँ कमेन्ट गर्न नभन्नु होला हाम्रो हिसाब हुँदैछ यहाँ चाहिँ कसले पैसा चिरेको चाहिँ उसले हो क्या सबै हामीसँग त क्यास थिएन नि त हामी चाहिँ अब ड्युटी गर्दा गर्दै 1 बजे छुट्टी भएर ड्युटी गर्दा गर्दै गएको हो त्यही भएर चाहिँ रुम पनि नगइकन म ल्याएर केटाबाट गएको त्यही भएर पैसा थिएन नि त पैसा उसले हालेको त्यही भएर हिसाब गर्नु पऱ्यो नि त यहाँभित्र सामान आएर आइसकेको छ अनि त्यही हो साथीहरू अब जे जस्तो भए पनि सामान ल्याउँछु भने चाहिँ अनि सामान ल्याउने यति टाइम छैन कि अनि हामी चाहिँ हिजोबाट अनि राति 1 बजीसम्म ड्युटी गरेर अनि हामी चाहिँ छ होइन साथी अनि त्यही भएर चाहिँ हामीले चाहिँ के भयो भन्दाखेरि सुत्न पाएको छैन म अनि यस्तो रातो कस्तो शरीर पनि कस्तो भइसक्यो कि अनि त्यही भएर चाहिँ मैले सामान पुरा देखाउन पाएन सरी यसको लागि मैले चाहिँ भनेको थिएँ देखाउँछु भनेर तर देखाउन पाएन यसको लागि सरी र भिडियोलाई लास्टसम्म हेरिदिनु भयो साथ दिनुभयो सपोर्ट गरिदिनु भयो धेरै धेरै धन्यवाद तपाईँहरूलाई र ठिक छ अब हामी चाहिँ यहाँ आइसकेको छौँ अब चाहिँ नेक्स्ट भिडियोमा भेट्छु ओके बाई बाई टाटा गुड नाइट